हेर त मर्ते मोडलमा कति आनन्द छ आज। यी सुन्दर भक्तजनहरूको साथ देख्दा अति नै आनन्द भइरहेको छ मलाई। होइन त अब त हामी मर्ते मण्डलको भ्रमणपछि कैलाश पनि जानुपर्छ। तिमीलाई कैलाश जान मन लागेको छ कि छैन? छ नि होइन? ल त्यसो हो भने कैलाश जानलाई अब हामी तयारी गर्नुपर्छ। जति नै सुन्दर भए पनि हामी यो मर्ते मण्डलमा बसिरहन त पाउँदैनौँ नि भगवती। तिमी त्यसो भन्छ मलाई जान मन लागिसक्यो। कहिले जाउँ भइसक्यो भगवती। यसको पनि कारण छ, पछि भन्दै गरौँला नि। बरु कैलाश जान भने हामीसँगै नन्दी पनि आएको थियो है। नन्दीलाई देखिरहेको छैन मैले। नन्दी कता गएछ? एकपल्ट नन्दीको स्मरण गरौँ। कैलाश जाँदा नन्दीलाई पनि साथमा लिएर जानुपर्छ। नन्दी कहाँ छ? नन्दी महादेव। नन्दी त्राहिमाम। के भन्दैछ? त्राहिमाम प्रभु त्राहिमाम। महादेव महादेव त्राहिमाम त्राहिमाम भोलेनाथ त्राहिमाम। के भयो तिमीलाई? किन यसरी हतालिएर आउँदैछौ? हे प्रभु अनिष्ट भयो। के अनिष्ट भयो? यो सारा भूमण्डलमा अनिष्ट भएको छ प्रभु। के अनिष्ट प्रभु? के अनिष्ट भयो नन्दी? यो कुरा तिमी यसरी अतालिरहेका छौ? हे भोलेनाथ यो मूर्ति मण्डलमा यस पृथ्वीमा हाम्रो पूज्य गौ माताको हत्या भइरहेको छ। यत्रो हाम्रो गौ माताको हत्या भएर मांस सेवन भइरहेको छ भोलेनाथ। यो दृश्य मैले स्वयं मेरो आँखाले देखेर आएको, मैले सहन गर्न सकिनँ महादेव त्राहिमाम। यो कदापि पनि हुन सक्दैन नन्दी। तिमीलाई थाहा छ मर्ते मण्डलमा मनुष्यहरूले गाईलाई माता मानेर पूजा गर्छ। जसको पूजा गरिन्छ उसैको हत्या कसरी सम्भव छ? यो कदापि हुन सक्दैन। होइन महादेव यो सत्य हो। यदि हजुरलाई विश्वास लाग्दैन भने हजुर मसँगै हिँड्नुहोस्। म अहिलेसम्म हजुरसँग झुटो बोलेको छैन प्रभु। म सत्य बोल्दैछु। यस पृथ्वी मण्डलमा गौ माताको हत्या हुँदैछ। गौ माताको मांस सेवन हुँदैछ प्रभु। मांस सेवन हुँदैछ। के तिमी सत्य त बोल्दैछौ? मर्ते मण्डलका मनुष्यहरू यति पापी छन् जसले पूजा गर्ने गाईको हत्या गरिरहेका छन्। जसले माता मानिन्छ उसैको हत्या भइरहेको छ। यो कदापि पनि सम्भव छैन नन्दी। यदि मर्ते मण्डलका मनुष्यहरू यति पापी छन् भने दण्ड दिन अवश्य पनि प्रभु। यदि तिम्रै आँखाले देखेको हो भने, यदि झुटो होइन भने तिमी निश्चिन्त हौ। जसले गौ माताको हत्या गर्छ उसले मेरो हत्या गरेछ र पाप गर्नेछ। जसले पाप गर्नेछ तिनीहरूको दण्ड अवश्य मिलेछ। अवश्य पनि भोलेनाथ अवश्य। तिमी निर्धक्क भएर जाऊ पार्वती। तिमी भोलेनाथको जय होस्। नन्दीका साथ कैलाश जाऊ। माते प्रस्थान गर। म आफै मर्ते मण्डलमा बसेर ती पापिष्टहरूको नाश गरेर आउनेछु। जसले गौ माताको हत्या गरिरहेको छ त्यसले धर्मको नाश गरिरहेको छ। जसले धर्मको नाश गरिरहेको छ त्यसलाई दण्ड आवश्यक छ। त्यसैले जो यो मर्ते मण्डलमा पाप गर्नेछ तिनीहरूको नाश अवश्य नै छ। जसले गौ माताको हत्या गर्छ त्यसको अन्त्य निश्चित छ। आज म आफै मर्ते मण्डलमा आएको छु। आजसम्म मनुष्यहरूले मेरो फुले स्वरूपको दर्शन गरे। आज मेरो रौद्र स्वरूपको दर्शन गर्नेछ। मेरो तेस्रो नेत्रले अग्निको ज्वाला निकाल्नेछ र त्यो ज्वालाले सारा पापीहरू भस्म हुनेछन्। सारा पापीहरू भस्म हुनेछन्। जय भोलेनाथ।
लागि मेरो नेत्रले अग्निको ज्वाला निकाल्नेछ र त्यही ज्वालाबाट ती पापीहरूको नाश गर्नेछु। Light off. शंकर भगवान को
धन्यवाद।